अहिले हामी चौकीघाट ब्रिजको तल छौँ, जहाँ मनोज छेत्री 3 दिन अगाडि हराएका थिए र अहिले हामी सबै यहाँ आएका छौँ र यहाँ रेस्क्यु टिमले पनि खोजिरहेको छ कतै केही भेटिन्छ कि भनेर। तर अहिलेसम्म केही रेस्क्यु टिमले पनि भेट्नु भएको छैन र साँच्चै बहुत दुःख लागेको छ। भाइ एकजना माने खुला दिलका मान्छे हुन्, बोलीचाली पनि बहुत राम्रो छ, हामीसँग पनि राम्रो सम्पर्क थियो भाइको। त्यसले गर्दाखेरि जहिलेदेखि खबर सुनेको छु मलाई बहुत नराम्रो लाग्दैछ र म भगवानसँग यति नै म प्रार्थना गर्छु कि भाइ जहाँ पनि हुनुहुन्छ छिटै फर्केर आउनु होला। तपाईले देखि नै रहनु भएको छ हैन, बिहानदेखिबाट अहिलेसम्म लगभग हजार मान्छे आउँदै जाँदै गर्नुभयो जग्गामा हैन, किनकि अहिलेसम्म पनि केही पत्तै लागेको छैन। अब खोजेका छैनन् भनेर पनि कसरी भन्नुहुन्छ? तपाईले आफ्नै आँखाको अगाडि देखिरहनु भएको छ एनडीआरएफ को एउटा ठुलो टिम नामेर खोजिरहेको छ। त विश्वास नहुने कुरा अब एउटा त आशा गर्छु भगवानले उसलाई राम्रै राखुन् हैन, र छिटै नै घुराएर हामीहरूको माझमा लिएर आउनुहुन्छ भन्ने म आशा गर्दछु।